चाहिनेको बिजुली बालेर हट भएर पट भएर जस्तो लाग्दैछ भने गाइस म चाहिँ आज जान लागेको छु यही चोकतिर केटा चोकतिर म तिर चाहिँ हैन केटा हो म चाहिँ जाँदैछु आज हैन सौलमा है त सौल होली फेस्टिभलमा जाँदैछु केटा हो अनि यसपालिको होली चाहिँ हुनेछ बब्बाल रमाइलो हैन लेट्स गो टु द आवर फेस्टिभल होली सौलतिर है त गाइस अहिले ठ्याक्कै यहाँ युमसन याकमा आइपुगेँ होइन अनि होली फेस्टिभल हुने ठाउँमा चाहिँ अब फेरि मैले अर्को ट्रेन चढेर जानुपर्छ कि यो चाहिँ लास्ट डेस्टिनेसन हो यो ट्रेनको चाहिँ यहाँसम्म मात्र आउँछ अब म फेरि अर्को ट्रेन चाहिँ यता कताबाट जान्छ अब खोजेर जानुपर्ने हुन्छ होइन म पनि खासै यति डुलेको छैन नि त यतातिर सो अब यसो मोबाइलतिर हेरेर जानेछौँ है त हामी हाम्रो आफ्नै डेस्टिनेसनतिर है त गाइस खोजी भए पनि आज चाहिँ होली फेस्टिभलमा चाहिँ पुग्नुपर्छ है गाइस प्लेटफर्म 4 गएपछि चाहिँ यता इचोनको जाने स्टेसन हो नि त त्यही भएर 4 नम्बर प्लेटफर्म खोज्दैछु म झरिसकेको छु इचोन स्टेसनको लागि एकछिन चाहिँ अल्मलियो भित्र सो मैले चाहिँ टिकटकमा भिडियो देखेर आएको है म पनि खासमा चाहिँ त्यही भएर मलाई पनि खासै आइडिया छैन कता भनेर सो भिडियोमा देखेअनुसार चाहिँ यता इचोन स्टेसन यता चाहिँ 4 नम्बर गेट हो 4 नम्बर गेटबाट सिधा अगाडि भनेको छ म चाहिँ त्यतै जाँदैछु उनीहरूले भनेको डिरेक्सन अनुसार भिडियोमा भनेको डिरेक्सन अनुसार नै सो भेटिन्छ कि भेटिँदैन हेरौँ है त गाइजहरू अहिले चाहिँ हिँडेर जाँदैछ अब यहाँबाट सिधा अगाडि गयो भने कता पुगिन्छ अब यहाँ पुरै कन्फ्युजिङमा भइरहेको छु मैले चाहिँ यहाँ एउटा बोर्ड भेटाएँ है त्यो सनातन साहित्य सङ्गीत साधना भनेको जे होस् म राइट डिरेक्सनमा गइरहेको छु होइन भिडियोमा भनेअनुसार यही साइडमा भनेर त्यहाँ पोस्टर एउटा टाँसेको रहेछ पोस्टर भन्ने कागज एउटा सो हिँड्दैछु म यताबाट होलीलाई चाहिँ एकदम बबाल रमाइलो गराउने भनेको तर आज एकदम मौसम चाहिँ कस्तो चिसो फिल भइरहेछ होइन घाम लागेको छैन सो जाम हेरौँ कस्तो हुन्छ है त गाइस कमेन्ट गर्नु होला भिडियो कस्तो हुनेछ होली कस्तो हुनेछ है गेस गर्नु होला कमेन्ट गर्नु होला त्यतिन्जेल म चाहिँ जाँदै गर्छु है त सो म चाहिँ अहिले ठ्याक्कै यहाँ होली फेस्टिभल हुने ठाउँमा आइपुगिसकेको छु 12 बजेबाट स्टार्ट भनेको थियो होइन सो अहिले चाहिँ कति 11:30 समथिङ त्यस्तै भएको छ त्यही भएर चाहिँ मान्छे त्यति धेरै जम्मा भएको छैन रहेछ होलीको टी सर्ट एउटा लिइदिउँ न त टी सर्ट कलर कति तिर्नुपर्ने हो यसको चाहिँ मान्नु यो दुईटाको चाहिँ जुन लाग्यो नि ओछन दुईटाको एउटाको सामसँग ओके होलीको टी सर्ट लगाएर रेडी भयो अब अनि कलर चाहिँ एकैछिन पछाडि लिने भयो मैले अनि प्रोग्राम चाहिँ अहिले अझै सुरु भएको छैन भनौँ यता अतिथिको गेस्ट आउन बाँकी छ भनेर अलिकति
आजै घाम अस्तायो छिटो छुट्नु पर्दा लाग्छ नि नमिठो 1 2 3 4 5 6 सबैको साथ चाहिन्छ नजरले छाप हाल्छ 1 2 3 4 5 6 होला केटाहरू सबैको साथ चाहिन्छ सबै छाप हुन सोच्नु मलाई छोड्दैको नजरले छाप हाल्छ सुरु गरे जब कोरियाको कहानी 20 वर्ष भात भर्खर चढिरहेको जवानी समयको पढ्यो अनि 2.5 लाख लगानी बगलबाट खबर छ च्यान देख्छ पतानी मलाई डर लाग्यो क्लासले मन हुन्छ बेकाबु आगो याद आउन लागे झप्प फोन पुगे फुल भए ससुराली कागु इल्लो वानरको गाभो त दुली मोरा नोरा तर फुटे होइन खान्छ किबी कति कत फेरि ठाउँ परे मुछ वरे माने वास्ता बच्च बेली माने मुछ टेके आफू सोच फेरि त्यही बाटो आज देखे उनले केडी हुर्को आसिरी सिरी केरे केरे आगे आगे सिरी सिरी ग्लो 4 5 6 मलाई केटाहरू सबैको साथ पाइन्छ सबै छाप हुन सोच्नु बिर्सु खान्छ मलाई छोड्दैको नजरले छाप हाल्छ 1 2 3 4 5 6 मलाई केटाहरू सबैको साथ पाइन्छ सबै छाप हुन सोच्नु बिर्सु खान्छ मलाई छोड्दैको नजरले छाप हाल्छ यो मान्छेले के भन्छ राजु पुगेर आइ खोइ 2.5 लाखको सपना बोकेर बोला बोला बाइक पास पुरै किताबै बोकेर काम सुरु भयो पाली पालीबाट आउन नाच्यो सडनी परे खुट्टा नै ठोकेर एक लाख सधैँ काम छोटी छैन कहाँ खर्च गर्ने दाम घुर्न लागिसके मैले आफ्नो दाम पागल उँचो हुन मसँग काम यहाँ के भन्छ साउबा मलाई इच्छा गर्न नबिर्सु म आउँदा यहाँ कुनै टाढा देखाएको छैन आजकल लौरी भएको छैन म त गाउँमा कौन सा हँसाई हो रे कोही त भाषण दिँदै कोही यता नाच्दै छ है बल्ल होलीवाला भाइ आइरहेको छ कि अघि बिहान त जाडो यस्तो भइरहेको थियो है अहिले चाहिँ दामी रमाइलो भइरहेको छ होइन होलीमा आएको चाहिँ खतरा भइरहेको छ है यतिको भनेको नि रमाइलो है दुश्मन
दुश्मन छ धेरै दुश्मन हेरेको हेरे चान्स पायो कि नेपालीले गर्छ हजुर होली त डर लागेछ त दाजुहरूलाई प्रोग्राम सक्यो हो र भने होली चाहिँ बबाल भयो है बिहान आउने बेला चाहिँ खासै त्यस्तो रमाइलो जस्तो होला जस्तो लागेको थिएन तर जति टाइम बित्दै गयो मान्छेहरू अलि भिडभाड बढ्दै गयो नि त त्यही भएर अहिले लास्टमा चाहिँ एकदम रमाइलो भयो अहिले प्रोग्राम चाहिँ सकिसकेको छ है यता आयोजक टिमहरू चाहिँ सबै सामानहरू प्याकिङ गर्दैछन् है सो
गाइजहरू भिडियो लास्टसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू है। अनि अब म चाहिँ अब भोलि फेरि काममा पुग्नु छ नि त। यहाँबाट फेरि जानलाई ट्रेनमै लाग्छ 3 घन्टा, बिहान पनि 3 घन्टा ट्राभल। बिहान 7 बजे आएको, यहाँ त्यस्तै 11 साढे 11 बजीतिर आइपुगेको थियो। अब फेरि यहाँबाट गएर ट्रेनमा गएर 3 घन्टा लाग्छ, त्यहाँबाट फेरि बस भेटाइँदैन अब चाहिँ, किनभने बेलुका भइसक्छ। ट्याक्सीमा जानुपर्ने हुन्छ, भोलि बिहान फेरि ड्युटीमा जानुपर्ने हुन्छ। त्यही हो, हप्ताभरिको दुःखे सलाई भुलिँदै है होली मनाउन आइपुगे सौलसम्म। तपाईँहरूले हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद गाइजहरू। सो सबैजनालाई ह्याप्पी होली। थ्याङ्क यू गाइज है। हेरेर लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्नु होला। सो थ्याङ्क यू गाइज, थ्याङ्क यू भेरी मच।